हेलो गाइस, गुड मर्निङ सबैजनामा है। आज म हिँड्दै हिँड्दै पालङको यात्रा गर्दैछु, खोलै खोलाको यात्रा। अनि हिँड्दै हिँड्दै खोलै खोलै हिँड्दै हिँड्दै पालङ जाने कोसिस गर्दैछु। बर्खाको मौसम छ, खोला पनि एकदम मात्रामा बढेको छ। अलिकति यात्रा कठिनै होला जस्तो छ। यतिखेर चाहिँ बिहानको 5:40 गइसकेको छु है। म चाहिँ घरबाट निस्केर लगभग अलिकति परै आइपुगिसकेको छु है। ठिकै छ, अब कस्तो हुने रहेछ बर्खाको यात्रा, त्यही पनि खोलै खोलाको यात्रा है। पहिला पहिला हाम्रो बाउबाजेहरूले कम्ती मात्रामा गाडी चल्ने समयमा यात्रा गर्ने ठाउँ त्यही खोलै खोलाको यात्रा गर्दै हिँड्दै पालङ पुग्ने गरिन्थ्यो। आज पनि म त्यही बाटो हुँदै पालङ जाँदैछु। कस्तो हुने रहेछ खोलाको यात्रा हेरौँ है त।